जयमासु सबैजनालाई। आज चाहिँ हामी फेरि के भन्छ ढेँडो अनि खसीको झोल, सुँगुरको फुलेको मासु, अन्तदेखि खसीको भुटेको अनि सिद्रा, रायोको साग, टमाटरको अचार, राइस अनि झोलीको हामी खान गइरहेका छौँ। आज धेरै दिन पछाडि हामीले आजको कार्यक्रम गर्दैछौँ। जाडुबाट आज आइपुगेको यसो जाडुमा आज बाहिर जाडुको मौसम छ, पानी पर्दैछ। आज बटेर अन्त मेरो वाइफको छुट्टी, त्यही भएर चाहिँ आज बटेर सल्लाह सबै वाइफले पनि कुराहरू यो मासु मैले खोलेको कस्तो हुन्छ तपाईँहरूले लाइक एन्ड सेयर कमेन्ट लेख्न नभुल्नु होला। कस्तो हुन्छ हामीलाई सुझाव अनि सल्लाह दिनुहोस् है। ल अब हामीले सुरु गरौँ। आज चाहिँ फर्स्ट बाई अब कान्छीश्वरलाई सुरु गर्नु। आज हाम्रो कान्छीश्वर चाहिँ युट्युबमा धेरै दिन पछाडि आज अपडेट भएको छ। अरू बेला मैले खुवाउँथेँ भने हामी पुरै सक्दैन। म पनि खुवाउँछु आज। म त खुवाइरहन्छु चाहिँ यो मासु कस्तो छ बोलेको होइन। त्यो चाहिँ हामी हरेक भिडियोमा हामी विशिष्ट प्रकारको एउटा देखाउँछौँ सुँगुरको मासु। र मलाई त्यही मिठो लाग्छ होइन। अचार छ यहाँनिर, सिद्रा छ, खसीको झोल हो यो खसीको खुद्रा हो। अनि हलीपली साग छ। मेरो वाइफलाई राइस पनि छ है। राइस पनि छ भनेर मलाई ढेँडो चाहिँ साह्रो मनपर्छ। बनाउनु त मन बनाउँछु। रायोको साग है, हाम्रै बारीको बिरुवा हो।
पोलेर खान मन छ भने मस्टर्ड Kolumbus Basunda ya sudah apa? Apabila rasanya orang baik nasional मिठो सारेगा त भइहाल्यो सारेगा छेउमा छ कृष्ण ब्रदर कोलम्बस मस्टर्ड कृष्ण ब्रदर देख्यो भने के हुन्छ अब के खसीको मासु साग लिएर साग खाने सबैले चाहिएपछि अब हामी यो भिडियो एन्डिङ गर्न आँटेको तपाईँलाई कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्न नबिर्सनुहोला र रात सुचाल भनेर युट्युबमा यसो सर्च गरेर हेर्न नबिर्सिनु होला नबिर्सनुहोला र त्यहाँनिर यसो सबैले माया गरिदिनु होला हाम्रो भिडियोलाई के कस्तो हेरिदिनु होला छ सुझाव सल्लाह दिनुहोस्